सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो जहाँ झट्टा हेर्दा एक उमेर ढल्किएको जस्तो देखिने विदेशी पुरुष र एकजना नेपाली जस्तो देखिने युवतीको यो विवाहले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ। भिडियोका अधिकांश कमेन्ट हेरिसाध्य छैन। त्यहाँ ती युवतीका बारेमा अनेकौं नकारात्मक टिप्पणी गरिएको छ। विदेशको पिआर र पैसाका कारण मरिहत्ते गरेर बुढो मान्छेसँग बिहे गरेको भन्दै तथानाम गाली गरिरहेका छन्। तर वास्तविकता भने अर्कै छ। यी दुवैजना नेपाली होइनन्। यी बेहुला बनेका व्यक्ति हुन् स्विजरल्यान्डका इरिक स्टाइनर र बेहुली बनेकी युवती हुन् फिलिपिन्सकी केम रियास। दुवैजना लामो समयदेखि नेपालमै बसेर काम गर्दै आएका र नेपालको संस्कृति रीतिरिवाज अनुसार विवाह गर्न मन परेका कारण उनीहरूले यसरी विवाह गरेका हुन्। यो दृश्यले प्रश्न पारेको छ कि केही पैसाको लोभमा परेर नेपालीहरूले क्रिस्चियन धर्म अँगालिरहेका बेला अन्य देशका र अन्य धर्मका मान्छेले हिन्दू धर्मप्रति देखाएको मोहले यसको महत्त्व र यसको विशेषता कति छ भन्ने अझै प्रश्न झल्किएको देखिन्छ।